गाइस आज त ढिलो उठेछ भर्खर उठेको 9 बजिसकेको छ घाम कतिको 9 लाग्यो बजीसम्म सुतेछ गाइस हेर्नुहोस् हाम्रो बहिनीकोमा एकदम मासु काट्नु हुँदैछ आज कुखुरा हेर्नुहोस् हाम्रो बहिनीले यहाँ कुखुरा काट्नु हुँदैछ गाइस रक्सी पनि पार्नु हुँदैछ म भर्खर उठेको अनि यस्तो हँसी हुन्छ जिन्दगी ल गाइस मेरो भ्लगमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला आमामा कस्तो कडा रक्सी गर्न आयो त मरिन्छ यस्तो खायो नि पाँच पानी रक्सी अरे आज त हावाहुरी मजाले चलिरहेको छ शीतल छ गाइस शीतल छ एकदम शीतल छ गाइस आज पर्दैन बहिनीले कुखुरा काटेको छ आज त्यतै भात खानुपर्ने गाइस मेरो छोरी चाहिँ स्कुल जानलाई दही ल्यायो अरे भात खाँदैछ हाई गर्दै साथीहरूले ल गाइस आज मेरो मन्दिर पनि बिहाल छ आज मन्दिर सफा गर्नुपर्ने छ हिजो रातभरि चिन्ता थियो त्यही भएर पनि आज म ढिलो उठेको गाइस म चाहिँ मन्दिर सफा गर्न लागेको अब गाइस मन्दिर मेरो आज बिहाल छ सफा गर्नुपर्ने मिस्त्री काम घर बनाउने काठ मिसिनहरू चलाउनुहुन्छ घरमै बस्नु हेर्नुहोस् त मन्दिरको हालत यस्तो छ यो सबै सफा गर्नुपर्ने छ अब सफा गर्ने हो बिहाल भइरहेको छ मन्दिर आज बुधबार म कहिले फुक्पा गर्दिनँ बुधबार र आइतबार म एकदम फुक्पा गर्दिनँ बुधबार र आइतबार चाहिँ मेरो एकदम सरसफाइ कार्यक्रम हुन्छ यो सबै सरसफाइ गर्नुपर्ने छ गाइस के गर्नु साथी हो साथी इष्टमित्र ल गाइस फ्याफुल्ला आजलाई फ्याफुल्ला बनाइदियो ल गाइस आजलाई बाई बाई फेरि नेक्स्ट भिडियो म अपलोड गर्नेछु बाई